हेर्नुस् त मेरो करेसा बारीको ताजा साग सब्जीहरू। डन। नमस्ते साथीहरू, तपाईँहरूलाई मेरो सर्ट भिडियोमा स्वागत छ। म चाहिँ आज आफ्नै घरको करेसा बारीमा गएर सागसब्जीहरूलाई चाहिँ टिप्दैछु। हेर्नु न साथीहरू, यो कति धेरै हरियो ताजा अनि स्वस्थ देखिन्छ हैन र? प्राय चाहिँ कमै होला कि है यो फर्सीको मुन्टा चाहिँ मन नपराउनेहरू। प्राय यो चाहिँ सबैलाई मनपर्छ के, बालकदेखि जवानदेखि वृद्धसम्मलाई चाहिँ यो साग चाहिँ सबैलाई मनपर्छ के। मलाई पनि यो सागको तरकारी चाहिँ साह्रै नै मिठो लाग्छ है साथीहरू। त्यो पनि यो वर्षको पहिलो सिजनल तरकारी चाहिँ आफ्नै बारीमा फलाएर हैन, आफ्नै हातले यो फर्सीको मुन्टालाई चुडाउनुको मजा नै छुट्टै छ कि साथीहरू। अनि हेर्नु न साथीहरू, यो लट्टेको साग कति धेरै राम्रो के, लाइक हुन्छ नि काँचै खाइदिउँ जस्तो चाहिँ मलाई बनाइसक्यो कि यो सागले चाहिँ। अनि आजभोलिको साग चाहिँ साह्रै नै स्वादिलो हुन्छ कि, एकदम मिठो हुन्छ। किनभने अनि आजभोलि पानी नपरेको कारणले गर्दा चाहिँ वरिपरि चाहिँ एकदम सुक्खा छ नि त। अनि पहिलोचोटि निस्केको अनि यो साग चाहिँ अनि एकदमै मिठो हुन्छ कि है। म चाहिँ आनन्द लाएर है टिपिरहेको छु है। अनि आजभोलिको सागमा चाहिँ अलिक बढी किराहरू पनि लाग्ने गर्छ है साथीहरू। राम्ररी केलाएर पखालेर मात्र खानु होला, किनभने भेज साथीहरूलाई चाहिँ फेरि खत्तम बनाउँछ है फेरि के राम्ररी केलाएन भने चाहिँ। अनि यसरी साग टिप्दै गर्दाखेरि चाहिँ है, मैले एउटा कुरा चाहिँ मलाई कस्तो याद आयो है। मेरो हजुरआमाले भन्नुहुन्थ्यो कि अनि समय परिवर्तन अनुसार खानेकुराहरूको स्वाद पनि परिवर्तन हुन्छ, तर यो लट्टे र फर्सीको मुन्टाको साग चाहिँ कहिले पनि परिवर्तन हुँदैन चाहिँ उहाँले भन्नुहुन्थ्यो कि। साँच्चै हो रहेछ कि साथीहरू, साँच्चै हो रहेछ, जादु नै गरे जस्तो कि है। यति मिठो हुन्छ, हरेक साल खान्छु होइन, यसको स्वादै परिवर्तन हुँदैन, एउटै स्वाद हुन्छ, एउटै स्वादिलो हुन्छ कि। म चाहिँ खुसी हुँदै तपाईँहरूलाई मैले टिपेको सागहरू देखाउँथेँ, वरिपरिको भ्यू देखाउँदैन, टेडीमा बसेर मजाले आफ्नै हातले चाहिँ फर्सीको मुन्टाहरू चाहिँ केलाउँदैछु है साथीहरू। तपाईँकोतिर चाहिँ यो साग खाने बेला भएको छ कि छैन कमेन्ट गर्नु।